नमस्ते अनि हार्दिक स्वागत छ समावेशी विचारको समावेशी आवाज रेडियो हाइवे एफएम 103.5 मेगाहर्ट्जको आफ्नै उत्पादित कार्यक्रम हाम्रो पौरखबाट सञ्चालक द्वय मन्जिला थापा र म राजेश केसी। श्रोता, हाम्रो पौरख सँगै रहेर हामी हरेक साताको बिहिबार साँझ 7:15 बजे तपाईमा आउने गर्दछौँ। हरेक साता कार्यक्रम हाम्रो पौरख मार्फत कृषि गतिविधि, कृषि जानकारी, कृषि सूचना, कृषि सम्बन्धी अन्तर्वार्ता र कृषि प्रविधिको बारेमा रहेर सामग्रीहरू पस्कने प्रयास गर्नेछौँ। श्रोता, आज हामीलाई कार्यक्रमको अवधिभर प्रविधिमा रहेर हाम्रो आवाजलाई तपाईहरूको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्नुभएको छ प्राविधिक दाजु एसपी मुस्कानले। श्रोता, आजको कार्यक्रममा हामी आइपिएम खेती प्रविधिको बारेमा रहेर दुई साथी सम्झना र राजु बीचको संवाद हजुरहरूलाई सुनाउनेछौँ। अब लागौँ संवादतर्फ। ओहो राजु, आरामै छौ? कता गएर आउँदैछौ? आरामै छु सम्झना, म जिल्ला स्तरीय कृषि तालिम रहेछ, त्यहीँबाट फर्कँदैछु। होइन, के विषयमा तालिम लिन गएको थियो र? के हुनु नि, आइपिएम खेती प्रविधिको बारेमा नि सम्झना। होइन, के हो यो आइपिएम खेती भनेको? जताततै हल्ला छ त यसको बारेमा। यो आइपिएम खेती प्रविधि भनेको सम्झना हामीले पहिले गर्ने गरेको रासायनिक विषादीको प्रयोग नगरी गर्ने खेती प्रविधि हो। पहिले रासायनिक मल र विषादीको प्रयोग नगर्दा उत्पादन निकै कम भयो भनेर प्रयोगमा ल्याएको, अनि अहिले चाहिँ किन नल्याएको त राजु? त्यसो होइन सम्झना, पहिले बालीहरूको उत्पादकत्व निकै कम हुने गर्दथ्यो। त्यसैले उत्पादन र उत्पादकत्व 81 बढाउन नाना थरीका विषादी प्रयोग गरियो। यस्ता विषादीको प्रयोग गर्दा कस्तो बेफाइदा हुन्छ भनेर त्यति थाहा थिएन। मानिसहरू क्रमिक रूपमा अत्याधिक विषादीको प्रयोग गर्न थाले। बिस्तारै यसबाट उत्पन्न हुने अवगुणहरूको बारेमा पनि थाहा हुँदै गयो। त्यसैले अहिले आइपिएम खेती पद्धति अपनाउनु पर्दो रहेछ भनेर यसको सुरुवात भएको हो सम्झना। अनि यो आइपिएम खेती प्रविधि अपनाउँदा के फाइदा हुन्छ त राजु? आइपिएम खेती पद्धतिबाट धेरै फाइदा हुन्छ सम्झना। यो पद्धतिमा खेतबारीमा रासायनिक विषादीको साटो आफ्नै खेतबारीमा पाइने झारपातहरूलाई प्राङ्गारिक मल र चिया मलको रूपमा प्रयोग गर्न सकिन्छ, जसले गर्दा माटोको रासायनिक एवं भौतिक गुणमा सुधार भई माटोको उर्वरा शक्ति बढ्न जान्छ। माटोको उर्वरा शक्ति बढ्न जाँदा बालीनालीको उत्पादकत्व पनि बढ्छ। आफ्नो घर वरिपरिको वातावरण दूषित हुन पनि पाउँदैन, साथै खेतबारीमा पाइने झारपातहरूको सही सदुपयोग पनि हुन्छ। ओहो, धेरै फाइदाहरू हुँदो रहेछ नि त राजु। अनि यो मल चाहिँ कसरी बनाउन सकिन्छ त? त्यति गाह्रो छैन सम्झना। यी सबै झारपातहरू जस्तै असुरो, तितेपाती, बनमारा, सिस्नो आदिको पातलाई मसिनो गरी काट्ने, अनि काटेको पातहरूलाई जुटको बोरामा पोको पारी गाई भैँसीको पिसाबमा डुबाउने। डुबाएको 1-1.5 महिनामा पातहरू कुहिएर पिसाबमा मिसिन्छ र क्रमशः बाक्लाउँदै जान्छ। झिक्नभन्दा अगाडि राम्रोसँग चलाई उक्त झोललाई 15 भाग पानीमा मिसाई बालीमा छर्किदिने। अनि यसरी रासायनिक विषादीको प्रयोग नगरी गरेको गर्दा खेती उत्पादन गर्दैन त राजु? घट्दैन सम्झना, बरु कहिले घटी कहिले बढी नभई एकरूपता आउँछ। यसका साथै घरेलु फोहोरहरू जस्तै तरकारीका बोक्रा आदि पनि प्रयोग गर्न सकिन्छ। यसले एकातिर वातावरण स्वच्छ राख्न मद्दत गर्छ भने अर्कातिर हामीलाई ठुलो मात्रामा झारपातहरूलाई कम्पोस्ट मलको स्रोत पनि प्राप्त हुन्छ। अनि राजु, रोग किराको बारेमा पनि केही बुझाउ न। घरेलु विषादीले नि सम्झना बालीनालीमा लाग्ने रोग किराको प्रकोप घटाउँछ। यसले मित्र किरा जस्तै मौरी, बागे, खपटे, गाइने आदिलाई असर गर्दैन। मानिस तथा पशुपन्छीको शरीरमा पनि कुनै असर गर्दैन। श्रोता, तपाईँ भर्खरै रेडियो सेट खोल्दै हुनुहुन्छ भने हामी छौँ कार्यक्रम हाम्रो पौरखमा। हामीसँग पस्कनलाई थुप्रै सामग्रीहरू बाँकी नै छन्। रेडियो छोडेर कतै नजानुहोला। यो विधिबाट खेती गरिएको कृषि उपजहरू त सजिलै बिक्री हुन्छन् होला नि है राजु? तिमीले एकदमै ठिक प्रश्न सोध्यौ सम्झना। सुन, यसरी उत्पादन गरिएको बालीनालीको बजारमा बढ्दो माग छ। यसको फाइदा सबैले बुझेका छन्। लागत नि राजु? लागत पनि कम हुन्छ सम्झना।
हामीले रासायनिक विषादीको सट्टा यो विधिबाट विषादी प्रयोग गर्दा पैसा तिरेर किन्नु नपर्ने हुँदा लागत बच्न जान्छ, होइन र सम्झना? हो त नि राजु, लौ एकछिन बस्दै गर, म खाजा बनाएर आउँछु नि है। होइन सम्झना, म भर्खरै खाजा खाएर हिँडेको, गफ गर्दा गर्दै साँझ पनि पर्न थाल्यो, म जान्छु है। होइन भने एकछिन बस न, म मिठो खाजा बनाउँछु, खाएरै जानु के। ल त ल, कर गर्छौ भने खाजा खाएरै जाउँ न। भइहाल्छ नि, हिँड। ल जाउँ। श्रोता, आजको कार्यक्रम हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला। तपाईको प्रतिक्रियाले हाम्रो कार्यक्रम उपलब्धिमूलक बन्ने विश्वास हामीले राखेका छौँ। यतिन्जेलसम्म कार्यक्रम हाम्रो पौरख सुनेर साथ दिनुहुने तपाईहरूप्रति आभार व्यक्त गर्दै हाम्रो आवाजलाई तपाईहरूको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्नुहुने दाजु एसपी मुस्कानलाई विशेष धन्यवाद दिँदै हामी सञ्चालक द्वय, म राजेश केसी र म एन्जिला थापा बिदा हुन्छौँ। अर्को हप्ता अर्को नयाँ विषयवस्तुसँगै उपस्थित हुनेछौँ। रेडियो हाइवे एफएम सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।